हेलो नमस्ते। तपाईँ फेसबुक चलाउनुहुन्छ र फेसबुकलाई मोनिटाइज गराइसक्नु भएको छ र तपाईँको मोनिटाइज भइसकेको फेसबुकमा कुनै भिडियोमा कपिराइट्स लागेर मोनिटाइजेसन लिमिटेड भएको छ अथवा सस्पेन्ड भएको छ भने तपाईँको लागि यो भिडियो एकदमै धेरै काम लाग्न सक्छ र यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला, अन्तिमसम्म हेर्नुहोस् र भिडियो मन परेमा मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर र मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। तपाईँले सेयर गर्नुभयो भने तपाईँ जस्तै समस्या परेका अरूलाई पनि यो भिडियो काम लाग्न सक्नेछ। र अब म भिडियोको विषयतर्फ लाग्न चाहन्छु। नेपालमा अहिले फेसबुक मोनिटाइजेसन भइसकेको छ र तपाईँलाई फेसबुक मोनिटाइज हुनको लागि, तपाईँको फेसबुकलाई मोनिटाइज गराउनको लागि 10,000 फलोवर र 1,50,000 भ्युज चाहिन्छ। यो तपाईँलाई पक्कै पनि थाहा छ होला। यदि तपाईँ त्यस विषयमा लागि पर्नुभएको छ मोनिटाइज गराउनको लागि भने पक्कै थाहा हुन सक्छ। यदि थाहा नहुनेलाई पनि त्यो क्राइटेरिया चाहिँ पुरा भएको हुनुपर्छ भन्न चाहे। र तपाईँको फेसबुक मोनिटाइज पनि भयो, भिडियोहरू पोस्ट गरिरहनु भएको छ र तपाईँले मानिलिउँ कपिराइट्स लाग्ने प्रकारको कुनै भिडियोलाई डाउनलोड अथवा भनौँ न अरूको भिडियो डाउनलोड गरेर पोस्ट गर्नुभयो दिएर अथवा नजानेर र त्यसमा कपिराइट्स आयो, फेसबुकले त्यो भिडियो रिमुभ नै गर्यो र तपाईँको मोनिटाइज भइरहेको फेसबुक चाहिँ सस्पेन्ड हुन पुग्यो अथवा मोनिटाइजेसन लिमिटेड हुन गयो भने अब के हुन्छ, के गर्नु, त्यसलाई कसरी हटाउनु पर्ने, यो कुराले एकदम समस्या गरिरहेको हुन्छ र त्यही समस्याको समाधान नै आज यो भिडियो मार्फत गर्नको लागि केही सहयोग पुगोस् भन्ने अपेक्षाले यो भिडियो बनाएको छु। कपिराइट्स लागेको कारण मोनिटाइजेसन सस्पेन्ड भएमा यसको मोनिटाइजेसन फेरि फिर्ता हुनको लागि फेसबुकले त्यो तपाईँको फिर्ता दिनको लागि कुनै पनि निश्चित समय चाहिँ हुँदैन। मानिलिउँ त्यो 5-7 दिनमै पनि आउन सक्छ, 2 महिना 3 महिना पनि लाग्न सक्छ, 6 महिना पनि लाग्न सक्छ र सधैँको लागि सस्पेन्ड स्थायी रूपमा बन्द पनि। त्यो चाहिँ कस्तो खालको भायोलेसन हो, कस्तो खालको गल्ती त्यहाँ भएको छ त्यसको आधारमा साधारण केस छ, सामान्य प्रकारको गल्ती छ भनेदेखि त्यसमा केही दिनदेखि 1 महिनाभित्रमा फेरि तपाईँको त्यो फिर्ता आउन सक्नेछ, त्यसको फिर्ता गरिदिन्छ। त्यो हरेक पटक दोहोरिएको र गम्भीर प्रकारको गल्ती भएको छ, त्यो प्रकारको कपिराइट्स तपाईँलाई आएको छ, भायोलेसन आएको छ त्यो प्रकारको भने त्यसमा 1 महिनादेखि 3 महिना, कहिलेकाहीँ अझै बढी समय पनि त्यसमा लाग्न सक्छ फिर्ता हुनको लागि। र सामान्य खालको गल्ती हो र तपाईँको फिर्ता भइरहेको छैन भनेदेखि त्यसलाई फिर्ता ल्याउनको लागि अथवा छिटो लाउनको लागि तपाईँले के गर्न सक्नुहुन्छ त्यस विषयमा पनि म भन्न चाहेँ। यसलाई एकदमै सजिलो तरिकाले भन्नुपर्दा त्यो भिडियो डिलिट गरिदिनु। यदि फेसबुकले रिमुभ गरेको छैन, तपाईँले हालेको भिडियोमा कपिराइट्स आइरहेको छ, त्यो भिडियोको कारणले तपाईँको फेसबुक मोनिटाइजेसनमा केही समस्या भइरहेको छ भने त्यो भिडियोलाई तपाईँले डिलिट हानिदिनुहोस् अथवा डिलिटै हान्नु नपर्ने खालको छ आफ्नै भिडियो छ र पनि तपाईँको म्युजिकमा अथवा अन्य प्लेटफर्मबाट ल्याएको म्युजिक त्यसमा प्रयोग गरेर तपाईँले आफ्नै
भिडियो बनाउनु भएको छ र म्युजिकमा समस्या छ भने त्यसलाई एडिट गरेर म्युजिक चेन्ज गर्न सक्नुहुन्छ। फेसबुकले नै दिएको लाइसेन्स म्युजिकहरू तपाईँले त्यसमा हेरिराख्न सक्नुहुन्छ। र त्यस्तो होइन भने त्यो भिडियोमा तपाईँकै गल्ती छ तर त्यसमा रिभ्यू रिक्वेस्ट पठाउने अप्सन छ भने त्यहाँ अपिल अथवा रिभ्यू रिक्वेस्ट तपाईँले गर्न सक्नुहुन्छ। यदि त्यो कपिराइट्स अथवा फेसबुकले तपाईँलाई मोनेटाइजेसनमा सस्पेन्ड गरे पश्चात तपाईँले हालेका भिडियोहरू ओरिजिनल कन्टेन्टहरू मात्रै पोस्ट गर्नुभएको छ भने चाँडै त्यो रिभ्यू तपाईँले पठाएको रिभ्यू रिक्वेस्ट एक्सेप्ट भएर फिर्ता हुन सक्छ। त्यसको कारणले गर्दाखेरि तपाईँको त्यो थाहा भइसके पछाडि तपाईँको प्रब्लम आइसके पछाडि फेसबुकमा एकदमै आफ्नो ओरिजिनल कन्टेन्ट मात्रै हाल्नु होला, नत्र भने फेरि पनि समस्या आउन सक्छ। तर फेरि पनि समस्या आएमा फेसबुकले एक्सेप्ट नगर्न पनि सक्छ र तपाईँलाई अझ बढी गाह्रो हुन्छ। त्यसले गर्दा फेसबुकले नै दिएको म्युजिक फेसबुककै प्लेटफर्मबाट पाएको म्युजिकहरू प्रयोग गर्नु भिडियो बनाउँदाखेरि ब्याकग्राउन्ड साउन्डहरू राख्दाखेरि टिकटकबाट डाउनलोड गरेर नराख्नु। टिकटक जस्तै अन्य अब के चलाइन्छ त्यस्तोबाट हालेको भिडियोहरू म्युजिकहरू नराख्नु होला, फेसबुकले दिएकै राख्नु होला, त्यसमा कपिराइट्स लाग्दैन भन्दै आजको छोटो यो मैले जानेसम्मको एउटा जानकारीमूलक भिडियो रहेको थियो। आजलाई यति नै यो भिडियो यस्तै खालका केही समस्याहरू छ तपाईँलाई फेसबुकमा कमेन्टमा लेख्नुहोस्। मैले जानेको रहेछु भने म पक्कै पनि रिप्लाई गर्नेछु र त्यही खालको के विषयमा अर्को भिडियोहरू चाहिएको भन्नुहोस् कमेन्टमा। म त्यो खालको भिडियो पनि जानकारीमूलक भिडियो पनि पोस्ट गर्नेछु भन्दै मेरो यो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, यो भिडियोलाई लाइक सेयर गरिदिनु होला। आजको लागि भिडियोबाट बिदा हुनु। धन्यवाद।